भनिन्छ प्राचीन कालमा अहिले फेवाताल भएको ठाउँ एउटा गाउँ थियो। त्यहाँ केही घर बस्तीहरू थिए र त्यही बस्तीहरू मध्येको एउटा झुपडीमा एक बुढी आमा एक्लै बस्ने गर्थिन्। एक दिनको साँझपख यस गाउँमा एउटा नौलो सन्यासी बास माग्दै आइपुगे। गाउँका कसैले पनि बास नदिएपछि अन्त्यमा उनी त्यस बुढी आमाको झुपडी अघि पुगे र बास दिनको लागि आह्वान गरे। बुढी आमाले घरबाट निस्किँदै भनिन्, म बास त दिन सक्छु, तर खानको लागि भने ढुटो बाहेक केही छैन, त्यही खानुपर्ने हुन्छ। सन्यासीले पनि हाँसी हाँसी हुन्छ भनेर भने। बुढी आमाले राति त्यही ढुटो अर्थात् धानको बोक्रा पिसेर रोटी बनाइन् र दुवैजनाले त्यही रोटी खाए। सन्यासीले झुपडीको पिँढीमा सुतेर त्यस रात कटाए। भोलिपल्ट बिहानै पख जब सन्यासी जाने तर्खरमा थिए तब उनले त्यस बुढी आमालाई बोलाएर एक रहस्यको कुरा बताए। उनले भने, म सन्यासी रूप धारण गरेर गाउँ घुमिरहेकी भाराई देवी हुँ। तिम्रो दया करुणाले प्रसन्न भएर म तिमीलाई एउटा उपदेश दिन्छु। छिट्टै यो ठाउँ जलमग्न भएर पुरै गाउँ डुब्नेछ। तिमी त्यहाँको अग्लो ठाउँ गएर बस्नु र तिम्रो ज्यान जोगिनेछ। यति भनेर त्यस सन्यासी त्यहाँबाट गए। सन्यासी गएपछि बुढी आमाले सबै गाउँलेहरूलाई यो कुरा सुनाइन्। ज्यान जोगाउनको लागि सबैजनालाई आफूसँग त्यस ठाउँमा जान अनुरोध गरिन्, तर गाउँलेहरू कसैले उनको कुरा पत्ताएनन् र उनीसँग गएनन्। बुढी आमा एक्लै त्यस अग्लो भाग भएतिर गएर बसिन् र नभन्दै केही क्षणमै ठुलो वर्षासहितको पानीको बहाव आयो र पुरै गाउँ जलमग्न पारेर डुबाए। त्यस बुढी आमा रहेको अग्लो ठाउँमा भने पानी पुगेन र उनको ज्यान जोगिरह्यो। भनिन्छ विक्रम सम्वत 1467 सालसम्म त्यस बुढी आमा बाँचिरहन्। उनको मृत्युपछि स्थानीयवासीहरूले त्यस ठाउँमा बाराई देवीको पूजाआजा गर्न थाले। त्यसै समयकालतिर पोखरा अवस्थित रहेको राज्य कास्की राज्यका राजा कुलमण्डन शाह थिए। उनले त्यहाँ खरको एउटा मन्दिर बनाए। 2017 सालमा राजा महेन्द्रले यस खरको मन्दिरलाई आधुनिक तरिकाले पुनर्निर्माण गरी व्यवस्थापन गरे र तालबराई मन्दिरको हालको यो स्वरूप रहन गयो।